दाइ मलाई अलिकति पैसा चाहिएको थियो, पैसा दिनु न। होइन तँलाई पैसा चाहिँ किन चाहियो? सबै साथी घुम्न जाने भने हन् दाइ, त्यसैले पैसा चाहिएको, म नि जान्छु भनेर। सुन भाइ, घुम्न जालास, रमाउलास, आफन्तहरू साथीभाइहरू र केटी भनेको पैसा भइन्जेल हो। त्यसो भोलि पैसा सकिन्छ नि, त्यसपछि एककाल सम्पर्क गर्ने, फोन गर्ने तलब कोही नि हुँदैन। पैसा दिएन नभन्, यो तेरो मेहनत गर्ने बेला हो, मेहनत गर, पढ। तेरो बेला त मलाई नि घुम्न जान मन लाग्थ्यो होला। हेर अहिले मेरो हालत हेर्ने यस्तो हो। हामीलाई पनि यो गरौँ त्यो गरौँ, यहाँ जाउँ त्यहाँ जाउँ हुन्थ्यो, तर हामीसँग पैसा हुन्थेन। सबैले हेप्थे, आफन्तीहरूले हेप्थे। त्यही भएर आफ्नो भाइलाई पैसा नदिने सोच होइन, तर के गर्लास्, के होलास्, के प्रगति गर्लास् भनेर मात्रै हो। अहिलेको जमाना रहरमा होइन भाइ, पैसामा बिक्छन्। त्यही भएर हो। हेर भाइ, दुनियाँको हेपाइ चेपाइ खानुभन्दा फलानो छोरो वाह भन्नु र फलानो छोरो छि भन्नुमा कति फरक छ। त्यही भएर भाइ, मेहनत गर्छ, मेहनतको फल चाख्नुपर्छ।